सो हे गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। सञ्चनको लागि म पनि सन्चै छु होइन। अहिले चाहिँ म रुममा जानु लागेको छु, त्यहाँ काम थियो होइन। अनि मेरो आजको भ्लग चाहिँ साँझको लगभग 5 बजी स्टार्ट हुँदैछ होइन। अहिले चाहिँ म रुम जानु लागेको, सानो काम थियो त्यो रुम जानु लागेको होइन। त्यो नै हो भने हजुरहरू चाहिँ के गर्दै हुनुहुन्छ, म रुममा गएर भेट्छु त्यसले खोइ। सो गाइज म चाहिँ रुममा आइसकेको छु होइन। म चाहिँ रुममा आइसकेँ अनि मैले चाहिँ मेरो सानो काम थियो त्यो काम चाहिँ गरिसकेको छु होइन। अहिले चाहिँ म अनि हल्का फुल्का त्यो फोहोर छ होइन, फोहोरलाई चाहिँ अलिक सफा गर्नु पर्ला भनेको। अनि मेन चाहिँ फेरि यहाँ रुममा पानी सकेको छ कि होइन। अब हाम्रो चाहिँ मोटर बिग्रेको छ होइन, अब पानी नै आउँदैन। मेरो चाहिँ अलिकति हातको धुम भनेको पानी नै छैन, हेर्नु पर्ला माथि गएर हाल्न पाइयो भने अब हाल्नु पर्यो, नत्र अब के गर्नु यस्तोमा जानु पर्ला होइन। त्यही हो नि, म चाहिँ हल्का फुल्का चाहिँ यता पनि पुरै फोहोर छ होइन। अनि उतै क्षेत्र छ त्यो सब यो माथिबाट खसेको होइन, मेरो सफा गर्नु पर्ला। अनि यता पनि यस्तो फोहोर छ होइन त्यो तलतिर, अनि त्यसले पनि फोन गर्नु पर्ला। यहाँ चाहिँ ऐना छ होइन, अनि सबै गर्नु पर्यो है त। यो रुमहरू सफा गरेर चाहिँ म होटल जानुपर्छ होइन, किनकि हाम्रो छुट्टी छैन आज। छुट्टी चाहिँ हुन्छ होला सायद पर्सि नै कुचतिर हुन्छ होला छुट्टी होइन, अनि छुट्टी छैन। अनि अहिले चाहिँ प्रब्लम भनेको ग्यास मिल्छ होइन। यो पत्ता नि यो कहाँ यो लडाइँ परिरहेको छ, त्यही कारणले ग्यास मिलेको छैन होइन। अहिले इन्डियामा त्यही ग्यासको समस्या छ होइन। अहिले त्यही कारणले गर्दा चाहिँ लगभग धेरै होटल बन्द भइसकेको होला होइन। अहिले हाम्रो चाहिँ भएको छैन, किनकि हाम्रो त्यस्तो ठुलो पनि होइन नि होटल, त्यही सानो गाडी हो, भएको छैन होइन। सायद हुन्न होला, त्यो पनि ग्यास चाहिँ मिलिरहेको छ होइन। जुगाड गइरहेको छौँ हामीले होइन, कहिले कहाँबाट त्यसै गरी हाम्रो काम चलाएको छौँ होइन। अनि अब टटला सफा गर्छु दिन म, त्यसपछि तपाईँसँग भेट्छु है। सो गाइज म चाहिँ रुम सफा गरिसकेँ होइन। गरिदिनु सक्नुहुन्छ, पहिला अन्त अलिकति भएको सफाइ भएको छ होइन। त्यति राम्रो त गरेँ नि त, तर पनि टकटक्कै होइन, रुमले बढाले त्यो पनि अलिकति भएको सफाइ भयो होइन। अब चाहिँ काममा जाने हो होइन, किनकि काम पनि जानु पऱ्यो होइन। छुट्टी भएको होइन, सानो काम थियो मात्र रुममा आएको होइन। उता चल्छ फेरि फोहोर छ त्यसले पनि फाल्ने हो, अब चाहिँ जानुपर्छ ल। सो गाइज म चाहिँ रुममा आइसकेको छु होइन। होइन म होटलमा गएँ होइन, त्यहाँ जाँदाखेरि फेरि हाम्रो ग्यास सकिसकेको रहेछ। अनि लगभग त्यही 1-1.5 घन्टा चलायो होटल। अनि त्यहाँपछि हामीले ग्यास सजायौँ, अनि ग्यास कहीँ पनि नपाएपछि फेरि हामीले होटल बन्द गऱ्यौँ होइन। अनि त्यसपछि आयौँ, अहिले चाहिँ फेरि म रुममा आइसकेको छु होइन। म फेरि यहाँ पानी छैन किनभने हिँड्न सकेको हाम्रो पानी होइन। अब चाहिँ माथि गएर अब हाम्रो त मोटर खराब छ होइन, अब माथि अर्को टङ्कीबाट पानी चोर्नुपर्छ होइन। अब के गर्ने होइन, अब काम चलाउनै पऱ्यो, अब त्यही गर्ने हो। अब चाहिँ माथि जाने हो, पानी चोर्नको लागि भए पनि के गर्ने, हाम्रो चाहिँ मोटर खराब छ होइन। त्यति बेला फेरि सब मान्छे सुतेको होला होइन, करिब अब रातिकै चाहिँ 9 बजिसकेको छ होइन। अब चाहिँ पानी चोर्न जानुपर्छ, अब के गर्ने, नचोरेर भएन, आफूले युज त गर्नै पऱ्यो पानीको होइन। ल म पानी तो गाइज म चाहिँ अहिले टङ्कीमा पनि पानी लिएर आइसकेको छु होइन। यस्तै 8 बाल्टी पानी हालेर ल होइन, अरू त हालिनँ, किनकि अब अरू टङ्की पनि पानी सकिन्छ होइन। अब त्यही भएर चाहिँ मैले अरूबाट हालिनँ धेरै। त्यही हाम्रो चाहिँ माथि 4 टङ्की छ होइन, त्योबाट मैले एउटा बाटो 2 दिन निकालेँ होइन। त्यही गरेर चाहिँ मैले हालिसकेको छु होइन। बस आजको लागि काम चल्ने होइन, फेरि भोलि पर्सि चाहिँ हाम्रो मोटर पनि बनिहाल्छ होला होइन। अब म चाहिँ भनेको छ, म त यो रुमको मालिकलाई होइन, सायद त्यसले बनिदिइहाल्छ होला। अनि दाइ चाहिँ यहाँ हुनुहुन्न, अनि मैले खाना पनि खाएको छैन। अनि दाइ आएपछि खाना खाने हो, दाइ चाहिँ बजार जानुभएको छ, अब त्यहाँ लिनुहुन्छ अलिक खाना होइन। अनि त्यहाँ आएपछि खाना खाने हो। चाहिँ हाम्रो फेरि ग्यास सकियो होइन, अब त्यही भएर होटल बन्द गरेर आयो आज छिटै नै, यस्तै 8 बजीतिर बन्द गऱ्यो होइन। म ग्यासमा बसिकन बसेन त्यो होटलमा पनि, अनि ग्यास चाहिँ मगाएको छ, सायद भोलिसम्म आउँछ होला। भोलि गएर खोल्नुपर्छ होटलले चाहिँ।
पानी खाने भनेको पानी नै छैन यार, किनेर खानुपर्छ होइन। अनि लुगा पनि यस्तै धुनेछ पाट त्यत्तिकै होइन, कमसेकम 2-3 चोट होला, त्यसले पनि धुने हो होइन। धुने जग्गाहरू लाग्दैन, अब के गर्ने, अब धुने जग्गा लगायो पनि नलाए पनि आफै धुनै पऱ्यो। अब बाँकी न त कसले धुन्छ आफ्नो लुगा त होइन। अब चाहिँ फेरि यो गर्मी पनि बढ्न लागेको छ, बरु अब पसिना आउँछ बढी। यही पङ्खा छ हाम्रो चाहिँ होइन, यता माथि चाहिँ पङ्खा नै छैन, यो चाहिँ बिग्रेको छ, अहिले चाहिँ बन्नुपर्छ होइन। कस्तो छ पुरै यो चाहिँ होइन, पुरै दिएको छैन, त्यसमा करेन्ट पनि लाग्न सक्छ होइन। अब के थाहा होइन, यो चाहिँ ध्यान गरेर चलाउनुपर्छ पङ्खा होइन। अब एउटै यही हो, अनि हामी चाहिँ 2 बजे सुत्छौँ होइन, त्यसले नै पुगिहाल्छ, त्यस्तो गर्मी छैन। अब त्यो अब पछि त चढ्ला होइन, अब पछि चढेपछि हामीले यता माथि पनि बनाइहाल्छौँ होला। अनि अहिले चाहिँ बस अहिले हाम्रो लागि काफी नै छ होइन। बस आजको लागि बस यति नै। भिडियो मन परेमा लाइक गरिदिनु होला, च्यानल सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ, बाई।